बिहान बिहान उठेको त है परान्दा देख्दिनँ होइन बेडमा त। अनि त्यसपछि यताउति हेरेँ होइन, किचनतिर पनि हेरेँ, त्यसपछि बरन्डातिर पनि गएँ है। कता गयो भने आज त कुखुरा काट्नुपर्ने, किन कुखुरा नकाट्यो होला भनेको त यसो हेरेको त कुखुरा त छिनाएर गइसकेछ कि। ऊ चाहिँ बल खेल्न जान्छ नि त जहिले पनि, अनि त्यही भएर बल खेल्न गएछ। अब ऊ आउँदा त 9 बजिसक्छ होइन, 9 बजीसम्म त म त कुर्ने कुरा हुँदैन नि त। अनि म त छिटो गएर अनि पानी तताएर अनि त्यसपछि हालेँ होइन। कुखुरालाई यताउति गरेँ, कति तातो थियो कि पानी पनि है। अब के गर्नु है, तातो भए पनि गर्नै पऱ्यो है। लास्टै पोले थियो कि। अनि त्यसपछि यताउति गरेर भुतार गरेँ। अनि त्यसपछि नङ त काट्नै पो बिर्सेछ हो। त्यसको त छि यति धेरै फोहोर थियो कि त्यो नङ त होइन। त्यो नङलाई मजाले सफा गरेँ कि, काट्दै पनि हो मैले त नङ पनि है। अनि त्यसपछि अनि बिस्तारै गएर भित्र गएर फेरि त्यसलाई पोलपाल गरेँ, पोलेर अनि त्यसपछि लिएर आज चाहिँ किनभने मैले मेरो साइली आमा आउनु भएको थियो कि गाउँबाट है। अब के खानेलाई बिरामी मान्छेलाई भनेको त घरमा लोकल कुखुरा हुँदा किन बाहिर जानु पर्यो भनेर अनि टक्क लाएर लोकल कुखुरासँग ढेँडो है, ढेँडो खानिनु पऱ्यो भनेर म त टक्क चाटसाटे पकाएन। फेरि साइली आमा चाहिँ बिरामी भएको कारणले गर्दाखेरि अमिलो पिरो चिल्लो एकदम बार्नु भएको होइन। अनि त्यसपछि पुरा त्यो काटेको कुखुरा त पौडी खेले जस्तो हो, साह्रो के साह्रो पौडी खेलेको है। अब के गर्नु। अनि त्यसपछि त निस्केपछि फेरि साग पनि भुटेँ। साइडमा साग त हुनु पऱ्यो नि त मासुको अगाडि। अनि त्यसपछि बुढालाई ल न ढेँडो ओडाल भनेको त सिकाउन लगाएको बुढालाई है। ऊ त सिक्नुभन्दा बढी ढेँडो ओडाल्यो कि ढेँडोलाई ओडाल्यो हो, कन्फ्युज भयो म त। जे होस् जस्तो उसले ओडाल्यो होइन। त्यसपछि अनि मैले आमाहरूलाई चाहिँ पस्केँ, उनीहरू दुईजना चाहिँ टक्क लाएर गफ गरेर मिठो मानेर खानुभयो क्या। गाउँको लोकल ढेँडो है, लोकल कुखुरा मासुसँग कति मिठो मानेर खानुभयो। मलाई पनि लास्टै भोक लागेको थियो। अनि त्यसपछि मैले चाहिँ त्यहाँ अमिलो निसाएर होइन, लोकल मासुमा चाहिँ हाम्रो गुरुङ भाषाबाट चाहिँ ढेँडोलाई चाहिँ पोएको। अनि त्यसपछि कुखुरालाई चाहिँ नगासिया भन्छ कि। तपाईँहरूको जानलाई थाहा छ कि छैन है, अब चाहिँ थाहा पाउनु होला है हाम्रो गुरुङ भाषा।